धन्यवाद उद्घोषक मित्र, अध्यक्षज्यू, कृषि तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष मान्यज्यू, योजना आयोगका मान्य सदस्यज्यू, त्यसमा आसीन अन्य आदरणीय महानुभावहरू र उपस्थित सम्पूर्ण महानुभावहरू, मैले मर्यादाक्रम र ओहदाअनुसार आदर र सम्मान व्यक्त गर्न चाहन्छु। आजको यस उत्सवमा शुभकामना मन्त्रालयको तर्फबाट दिन पाउँदा असाध्यै खुसी लागेको छ र यो शुभकामनाको क्रममा म धानको ब्याड राख्नेदेखि लिएर थालीमा भात खानेसम्मका सबै महानुभावहरू र त्यो बिचमा आफ्नो व्यवसाय गर्ने सबैलाई यो उत्सवको दिन हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। यसको आफ्नो विशेष महत्त्व छ र धान रोप्नेदेखि लिएर भात खानेसम्मको जुन श्रृङ्खला छ त्यो श्रृङ्खलामा विभिन्न किसिमले योगदान पुर्याउनु हुने सबैलाई सम्झिन पनि चाहन्छु। र मूलभूत कुरा के हो भने थालीमा छैन भने केही पनि छैन। जब थालीमा छ अनि मात्रै सबै कुरा इग्नाइट हुने हो। सबै कुराको प्रक्रिया त्यही थालीबाट सुरु हुन्छ। त्यसैले थालीको महत्त्व छ, थालीमा भातको महत्त्व छ र भातको लागि धान खेतीको महत्त्व छ। यही हो श्रृङ्खला र यसमा धेरै भनिरहनु परेन र धेरै कुरा अघि आइसकेका छन् र म आज चारवटा चिन्ताहरू यहाँलाई सेयर गर्न चाहन्छु आजको दिनमा। एउटा अघि पनि केही कुरा हुन्, घट्दै गएको धान खेत र आजको 200 वर्षपछिको टेक्नोलोजीले पनि धान खेती गर्नलाई धान खेतै चाहिन्छ। आर्टिफिसियल चामल त आउला, तर खेती गर्ने हो भने धान खेतै चाहिन्छ र धान खेत मासिनु हामी सबैको चिन्ताको विषय बन्नुपर्छ र यसलाई हामी सबैले आत्मसात गर्नुपर्छ र धान खेत जोगाउनुपर्छ। एउटा प्लटिङका कारणले, अर्को जलवायु परिवर्तनका कारणले, अर्को माइग्रेसनका कारणले, विभिन्न कारण हुन सक्छ। दोस्रो चिन्ता, हामी थालीमा आयातमा निर्भर हुँदै गयौँ र आयात सहज हुन्जेलसम्म मात्रै आउँछ। जुन दिन असहजता हुन्छ अन्तर्राष्ट्रिय परिवेशमा आयात हुँदैन र हाम्रो थाली रित्तो रहन सक्छ। त्यो दोस्रो चिन्ताको विषय आज हामीले सम्झिनुपर्ने हुन्छ। त्यसैले आत्मनिर्भरताको कुरा साथीहरूले त्यही प्रसङ्गमा गरेका हुन्। अब तेस्रो चिन्ताको विषय भनेको अलि बढी मुनाफामूलक बालीहरू आए, धानलाई धक्कामुक्का लाउँदै धानभन्दा अरू बालीहरूले धानको ठाउँ लिँदै गएको अवस्था छ। अहिले हेर्नु हो भने धान खेती गर्ने किसानहरू मकैतिर लागेका छन्, बढी फाइदा छ। त्यस्तै अरू बालीहरू उखुतिर लागेका छन् भने नयाँ मुनाफामूलक बालीहरूतिर जाँदै जाँदै थाली खाली हुने हो कि भन्ने अर्को चिन्ता छ भने चौथो चिन्ताको विषय जातीय ह्रासको कुरा हो। हामी धानको जातमा यति समृद्धशाली हो कि एउटा घरमा 5वटा जात धानको मैले देखेको छु। सेपिलो जग्गातिर यो लाउने, घरदेखि तल यता लाउने, घरदेखि माथि सिरानतिर लाउने, पानी ढिला पर्यो भने यो लाउने र पानी चाँडै पर्यो भने यो लाउने भन्ने खालको किसानले म्यानेज गरेको जातहरू गाउँमा पाइन्छ। तर त्यो जातहरू मासियो भने बजारले हामीलाई त्यो जात दिने छैन। त्यो अर्को चिन्ताको विषय छ भने यी चारवटा चिन्ताहरू छन् र यसलाई सबैले आत्मसात गर्नु जरुरी छ र आफ्नो ठाउँबाट योगदान गरौँ यी चिन्ताको निवारणका लागि भन्ने हो। तर चिन्तासँगै अवसर पनि छन्। म 8वटा अवसर तपाईँहरूलाई सेयर गर्न चाहन्छु। पहिलो अवसर भनेको हाम्रो धानको औसत उत्पादकता अहिले पनि न्यून छ। हामी 4को हाराहारीमा छौँ, कतै 5मा छौँ र अरू देशहरूले 10 पुर्याएका छन्, 8 पुर्याएका छन् भने 4 उत्पादकतालाई 8 पुर्याउन सक्यो भने धान त खेलो हुन्छ भात। त्यो ठुलो अवसर हामीसँग छ र हामी एकल धान बालीमा छौँ। 2 बाली धानमा जान सक्यो। 1 लाख हेक्टरदेखि 2 लाख हेक्टरको बिचमा हामीले चैती धान बनाउन सक्यौँ भने हामीलाई भात खान छेलो हुन्छ। हामीले आयातको चिन्ता गर्नु पर्दैन। यो बडा राम्रो अवसर छ। यसलाई हामीले छोप्नुपर्छ। आजको दिनमा कमिटमेन्ट गर्नुपर्ने विषय यही हो। दोस्रो अवसर सिंचित क्षेत्रको विस्तार हो। अहिले पनि हामीसँग धेरै क्षेत्रहरू छन्
जहाँ हामीले अलिकति मेहनत गऱ्यौँ, अलिकति लगानी गऱ्यौँ भने सिँचाइ क्षेत्र विस्तार गरेर हामी डबल राइसमा जान सक्छौँ। त्यो राम्रो अवसर छ। अहिले पनि तराईका धेरै फाँटहरूमा हामीले वर्षैभरि सिँचाइ पुर्याउन सकेका छैनौँ। त्यो पुर्याउन सक्यो भने हाम्रो धान उत्पादन र उत्पादकता बढ्छ, डबल राइसमा जान सक्छौँ। तेस्रो अवसर भनेको मेसिनहरू आएका छन्। उत्पादन लागत घट्दो छ। अहिले खर्रसँग मेसिनमा बसेर धान रोप्ने चलन आएको छ। त्यस्तै थुप्रै आएका छन्। काट्नेमा मेसिनहरू आए, चुट्नेमा मेसिनहरू आए, सुकाउनेमा मेसिनहरू आए भने त्यसले हामीलाई एउटा नयाँ अवसर प्रदान गरेको छ। त्यसलाई उपयोग गर्दै जाउँ। धान खेतीलाई सहज बनाउने अवसर छ। साह्रै दुःखको पेसा होइन धान खेती। धान खेती सहज हो भन्ने खालको अवसर छ। अर्को अवसर करार खेतीको छ। अब सबैले धान खेती गरिरहनु पर्छ भन्ने होइन। अघि कुरा गर्दै थिएँ हाम्रो चितवनको मित्रसँग, धादिङको केही मान्छेहरू जसको चितवनमा खेत थियो, यसले क्लिक गरेर पैसा उहाँको खातामा सारिदिए। उहाँले 10 कट्ठा जति 10 कट्ठा 20 कट्ठा थियो धान रोपाइँ गरिदिनु भयो। जुन जात भन्नुभएको थियो त्यही जात रोप्ने दिनुभयो, जुन दिन भन्नुभएको थियो त्यही दिन रोप्ने दिनुभयो। अब काट्ने बेला आफै जानु सक्नुभयो भने उहाँहरूले काट्नुहुन्छ। काट्ने बेला जानु भएन भने फेरि क्लिक गरेरै यसैबाट पैसा पठाइदिनु, उहाँले काटेर बोरामा हालेर उहाँले कहाँ पुर्याउनु पर्ने त्यहाँ पुर्याइदिनुहुन्छ। यो करार खेतीको अवसर। त्यसपछि प्रविधि विकासको अवसर, जातीय विकासको अवसर हामीसँग छ। नार्का साइन्टिस्टहरू लागिराख्नु भएको छ। हाइब्रिड जातहरूको विकासको अलिकति थोरै मेहनत गऱ्यौँ भने हामी अरू कम्पनीहरूले उत्पादन गरेका विशेष जातहरू सरह नयाँ जातहरू दिन सक्छौँ। त्यो हामीसँग अवसर छ। र त्यसपछि अर्को अवसर भनेको अलिकति हामीले आपूर्ति श्रृङ्खलालाई करार खेतीतिर लान सक्यौँ भने हामीले तिरेको, भात खाने मान्छेहरूले तिरेको मूल्यको ठुलो हिस्सा किसानलाई दिन सक्छौँ। भनेको 100 रुपियाँ किलो हामी चामलको तिरिरहेका छौँ भने त्यसको 60 रुपियाँ जति किसानलाई पुर्याउन सक्ने गरी हामीले करार खेती प्रदान गर्न सक्यौँ। अहिले विभिन्न कम्पनीहरूले काम गरिरहेछन् त्यसमा भने किसान खुसी भएर हामीले राम्रै हिस्सा पाउँदो रहेछौँ उपभोक्ता मूल्यमा भन्ने हुन्छन्। त्यो अवसर छ भने यसका साथसाथै हाम्रो जातीय सम्वर्धनको अवसर पनि छ। हामी सामुदायिक बिउ ब्याङ्क, जिन ब्याङ्कहरूमा काम गरिरहेछौँ भने यी अवसरहरू हामीसँग रहेका छन्। त्यसैले मैले 4वटा चिन्ता 8वटा अवसर भने अवसर डबल छन्। चिन्ता देखेर डराउनु पर्ने अवस्था छैन। दुगुना छ नि अवसरहरू, त अझै त्यो 3 गुणा पनि बनाउन सक्नुहुन्छ। अब यो कन्टेक्स्टमा मन्त्रालयको प्रयास के छ त तपाईँहरूलाई म थोरै सेयर गर्न चाहन्छु। सरकारले समयमै समर्थन मूल्य तोकेर, हामी असहजतिर समर्थन मूल्य तोक्थ्यौँ, अहिले तोकिदिइसक्यो। अब यो समर्थन मूल्यमा किसानहरूको धान किन्ने व्यवस्था गर्नका लागि सरकार र निजी क्षेत्र सँगै हिँड्नुपर्छ। अहिलेसम्म के छ भने समर्थन मूल्यमा किन्ने भन्ने कुरा सरकारको मात्रै दायित्व हो भन्ने बुझाइ थियो। होइन, हरेक चामल मिलको, हरेक धान मिलको दायित्व पनि हो सरकारले घोषणा गरेको समर्थन मूल्यमा किनिदिनु पर्ने। हामीले सबैलाई अनुरोध गरेर पठाएका छौँ कि चैते धान र वर्षकै धानको समर्थन मूल्यमा धान किन्ने व्यवस्था गरिदिनु हुन भनेर सहकारीलाई अनुरोध गरेका छौँ, मिलहरूलाई अनुरोध गरेका छौँ र हाम्रो आफ्नो कम्पनी त छँदैछ। भनेपछि तपाईँहरूले आफैले तिर्नु पर्दैन त्यो पैसा, तपाईँहरूले उपभोक्तामा चार्ज गर्ने हो। किनिदिनुहोस् न, महँगोमा बेच्नुहोस्, क्वालिटी बेच्नुहोस्, आयातभन्दा अलिकति यतातिर फोकस गरिदिनुहोस् भन्ने हाम्रो अनुरोध छ। सबै मिलेर समर्थन मूल्यमा धान किन्ने व्यवस्था चाहिँ गर्ने प्रयास सरकारले गरिरहेछ। अब तेस्रो, अनुसन्धानमा लगानी बढाएको छ। अहिले हेर्नुभयो भने कृषि, वन तथा वातावरण मन्त्रालयले अनुसन्धानको कुनै पनि प्रोजेक्टका लागि तपाईँहरूलाई बजेट कमी हुन दिँदैनौँ। हामी धानका जातहरू विकास गर्नलाई होस् या मकैको जातहरू विकास गर्नलाई, र आफू मात्रै होइन मार्केटमा भएका असल साइन्टिस्टहरूसँग साझेदारी यिनीसँग साझेदारी गरेर तपाईँहरूले रिसर्च प्रोजेक्टहरू डिजाइन गर्नुहोस्। नेपाल सरकारले, मन्त्रालयले त्यसमा फन्डिङ गर्छ र राम्रा प्रोजेक्टहरूलाई अनफन्डेड रहन दिँदैनौँ भनेका छौँ। सरकारको जातीय विकासको लागि ठुलो पहल हो। पूर्वाधार पनि बनाउँदैछौँ। सिँचाइमा सरकारले ठुलो लगानी गरेको छ। 12 महिना सिँचाइ पूर्वाधारका लागि। अब केही वर्षपछि सिक्टा पुरा हुँदैछ, भेरीबेवाई डाइभर्जन पुरा हुँदैछ, सुनसरी मरिन डाइभर्जन पुरा हुँदै बित्तिकै मधेसमा ठुलो क्षेत्रफलमा सिँचाइ विस्तार हुन्छ। सरकारले यसमा प्रयास गरिरहेछ। खाद्य सुरक्षा मिसन चलाएर चैते धान प्रवर्धनमा काम गरिरहेछौँ। हामी 4-5 वर्षमा 2 लाखसम्म पुर्याउँछौँ भन्ने हो।
2 लाख हेक्टर चैते धान पुर्याउन सक्यौँ भने हामी राम्रो गर्न सक्छौँ। हामीलाई खानलाई पर्याप्त पुग्छ भन्ने हिसाबले चैते धान परिवर्तनमा एनएएमपीले त प्रति हेक्टर चैते धान खेती गरे बापतको पैसा पनि उपलब्ध गराएको थियो। अहिले सहकारीहरूलाई समर्थन मूल्यमा किनेको लागि सहुलियत गरिरहेछ, ड्रायरहरू परिवर्तन गरिरहेछ, मेसिनहरू परिवर्तन गरिरहेछ, प्लान्टिङ गर्नका लागि अब आफै होइन मेसिनबाट गरौँ भन्ने कुरा गरिरहेछ भने अहिले नयाँ रूपमा तपाईँहरूले एउटा नीति तथा कार्यक्रममा आउँछ। पब्लिक कम्पनीहरू बनाएर जाउँ। सहकारी आन्दोलनले यहाँसम्म पुर्यायो, अब किसान सहितको र स्थानीय तह सहितको पब्लिक कम्पनी बनाएर यो धानको खरिद गर्ने, धान रोपाइँ गर्ने, मेसिनहरूको प्रवर्धन गर्ने यो काममा जान सकिन्छ भन्ने हिसाबले पनि नीतिगत रूपमा व्यवस्थाहरू आएको छ। सरकारले यो गरेछ। स्थानीय तह किसानका सबभन्दा नजिकका सरकारका अङ्गहरू हुन्, अर्थात् स्थानीय सरकार किसानको सरकार नजिकको हो भने स्थानीय सरकारसँग हामी साझेदारी गरिरहेछौँ धान प्रवर्धनका लागि। त्यसमा अझै अब 753 नभनौँ 500वटा मात्रै पालिकाले यदि 100 कुइन्टल धान बढी फलाइदिने हो भने हाम्रो कमी त यसै पूर्ति हुन्छ। हामीसँग धेरै छौँ। त्यसैले चैते धान प्रवर्धनमा, वासनादार धान प्रवर्धनमा स्थानीय तहसँग सङ्घीय मन्त्रालयले साझेदारी गरेको छ, प्रदेश मन्त्रालयहरूसँग पनि साझेदारी गरिएको छ। यसैले अब स्थानीय तह र सबै सरकारवालासँग उद्यमीहरूसँग पनि यसमा साझेदारी छ। र यसका अतिरिक्त सरकारले क्षमता विकासमा काम गरिरहेको छ। स्थानीय तहमा कृषि अधिकृतहरूको डिप्लोइमेन्ट गरेको छ ताकि कृषि प्रसार सेवा घर दैलोमा दिन सकियोस्। एक गाउँ एक प्राविधिकबाट सङ्घीय मन्त्रालयले स्थानीय तहमा प्राविधिकहरूको व्यवस्था गरेको छ। यो भनेको एउटा सरकारको यसलाई प्रायोरिटीको क्षेत्र हो भन्ने कुरा जनाउँछ। भने अन्तमा फेरि सबै कुरा माटोमा गएर जोडिन्छ। रासायनिक मलमा अलिकति आयात बढी भयो, निर्भरता बढी भयो, कहिलेकाहीँ अन्तर्राष्ट्रिय श्रृङ्खलाहरूमा सम्बद्ध हुँदा मध्यपूर्वमा लडाइँ भयो, तर असर त हाम्रो धान खेतमा पर्यो, मल ल्याउने ढिलाइ हुँदैछ होइन। हामी प्रयासरत छौँ तथापि, तर पर्याप्त मात्रामा दिन सकेका छैन। महँगो 160 रुपियाँ किलो भएको छ युरिया, 170 रुपियाँ किलोसम्म युरिया डिएपी छ। त्यसमा जति अनुदान दिँदाखेरि पनि हामी 14-15 रुपियाँ वीरगञ्जको प्राइसमा दिँदा छौँ। त्यो पैसा त हाम्रै पैसा हो नि त। भने यसलाई अब माटोमा व्यवस्थापनमा अरू तरिकाहरू पनि अपनाउनुपर्छ। भर्मी कम्पोस्टलाई प्रवर्धन गर्नुपर्छ, हरियो मललाई प्रवर्धन गर्नुपर्छ, एजोलालाई प्रवर्धन गर्नुपर्छ र बाली प्रणालीहरूमा सुधार गर्नुपर्छ भनेर अहिले हामीले स्थानीय तहहरूसँग व्यापक सपोर्टका कार्यक्रमहरू तय गरेर अगाडि बढाएका छौँ। यसरी सरकारले कृषि वन तथा वातावरण मन्त्रालयले, प्रदेश र स्थानीय तह सबैले धान खेतीलाई हामीले विशेष प्रायोरिटीमा राखेका छौँ र यो प्रायोरिटीमा आफ्नो क्षेत्रबाट योगदान गरौँ र हामी अघि चिन्ता भन्यो त्यो चिन्ताको निवारण हुन्छ र धान खेत जुन रूपमा हामीले प्राप्त गरेका थियौँ त्यही रूपमा भावी पुस्तालाई पनि हस्तान्तरण गर्ने गरिकन हाम्रा सबै तौर तरिकाहरू फलो गरौँ। हाम्रा नीतिहरूले त्यही भन्छ। हाम्रा कामहरूले एक कट्टा बेच्दाखेरि पैसा त धेरै आउँछ, तर त्यो धान खेत पाउँदैन अर्को पुस्ताले, कङ्क्रिटको जङ्गल मात्रै पाउँछ। त्यसैले थोरै भएको धान खेत, हामीसँग धान खेत बढाउने ठाउँ छैन, यसलाई जोगाउँ भन्ने अनुरोध गर्दै यस दिवसको शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्कार।